हेलो एभ्रिवान वेलकम ब्याक। आजको मोमेन्ट्स क्याप्चर गर्दै थिएँ म आजको यो नयाँ भ्लग स्टार्ट गर्दैछु है। आजको भ्लगमा चाहिँ म यो ग्ल्यामभेटाको राइस वाटर स्क्रब युज गर्न जाँदैछु। खासमा चाहिँ मैले यो स्क्रब चाहिँ किनेको 1 महिना भइसकिसक्यो है, तर मैले ओपन पनि गरेको थिइनँ किनभने मैले किनेर चाहिँ यतिकै बिर्सिरहेको थिएँ। आजकल चाहिँ म त्यस्तो स्किन केयरहरू गर्नु मन लाग्दैन है, अल्छी लाग्छ, अलिक अल्छी पनि लाग्छ, प्लस बिर्सिन्छु पनि म हो। अनि त्यही भएर चाहिँ मैले 1 महिना अगाडि नै किनेको थिएँ। सो आज चाहिँ ओपन गरेर आज चाहिँ म यो युज गर्छु भनेर सोचेको। र त्यति बेला मैले भिडियो जस्तै स्टार्ट गर्दै थिएँ, त्यति बेला मेरो नानी उठ्यो हो। मेरो नानी सुताएर चाहिँ मैले भिडियो स्टार्ट गरेको थिएँ। अनि ऊ चाहिँ यसरी दिउँसो सुत्दाखेरि चाहिँ एकछिन बादमा उठिहाल्छ र उठेर चाहिँ उसलाई सुतायो भने फेरि सुति पनि हाल्छ हो। र उसलाई सुतेर फेरि सुताएर चाहिँ मैले यहाँनिर फेरि स्टार्ट गर्दैछु। यो चाहिँ आज फर्स्ट ओपन गरेर चाहिँ म युज गर्न जाँदैछु हो। खास गरी चाहिँ मलाई यो स्क्रब चाहिँ ट्यानिङको लागि चाहिरहेको थियो, किनभने यसमा चाहिँ अब ट्यानिङ पनि रिड्युस गर्छ भनेर देखाएको थियो नि त। सो मेरो चाहिँ फेसमा पिगमेन्टेसन छ हो, अनि पिगमेन्टेसन चाहिँ मेरो हराउँदै गरेको पिगमेन्टेसन चाहिँ यो ट्यानिङले गर्दाखेरि चाहिँ फेरि देख्न थाल्छ। यो समर सिजनमा चाहिँ मेन है ट्यानिङ छ भने चाहिँ ट्यानिङ आयो भने चाहिँ ट्यान आयो भने चाहिँ अब हाम्रो पिगमेन्टेसन फेसमा पिगमेन्टेसन छ भने चाहिँ पिगमेन्टेसन देखिहाल्छ नि त। सो त्यही भएर चाहिँ मैले ट्यानिङ रिड्युस गर्न लागि नै यो प्रडक्ट किनिरहेको थिएँ, तर किनेर चाहिँ मैले यत्तिकै बिर्सेछु। आज 1 महिना बाद मैले सम्झेर चाहिँ फेरि म युज गर्दैछु होइन। सो म तपाईँहरूलाई पनि अब यस्तो प्रडक्ट युज गर्न चाहनुहुन्छ, तपाईँहरूलाई पनि यस्तो ट्यानिङहरू रिड्युस गर्ने प्रडक्ट चाहिन्छ भने चाहिँ म यसको रिभ्यूजहरू तपाईँहरूसँग जरुर सेयर गर्नेछु। तर आज फर्स्ट टाइम युज गरेर चाहिँ म यसको रिभ्यू सेयर गर्न सक्दिनँ है, किनभने फर्स्ट टाइममा हामीले रिजल्ट पाउँदिनँ यसको। यो चाहिँ म 2-3 पल्ट युज गर्नेछु, त्यसको बादमा चाहिँ कतिको इफेक्टिभ रहेछ यो भनेर चाहिँ म तपाईँहरूलाई 2-3 पल्ट युज गरिसकेर चाहिँ यसको रिभ्यू सेयर गर्नेछु हो। अनि यसमा चाहिँ यो इन्स्ट्रक्सनलाई फलो गर्दै चाहिँ मैले यो 5-6 मिनट मसाज गरेर चाहिँ त्यसको बादमा मैले फेस वास गरेँ होइन। सो वास गरेर चाहिँ यहाँनिर पुस्दैछु। र यो चाहिँ अब म 2-3 पल्ट युज गरेर चाहिँ तपाईँहरूलाई जरुर बताउँछु। तर यहाँनिर चाहिँ है यो इन्स्ट्रक्सनमा चाहिँ कति कति दिनमा युज गर्दा हुन्छ भनेर चाहिँ लेखेको होइन। सो मैले कति हेरेँ हो। सो म चाहिँ हप्तामा 1 पल्ट गरेर युज गर्नेछु। हप्तामा 1 पल्ट गरेर युज गरेर 2-3 पल्ट युज गरेर तपाईँहरूसँग पनि रिभ्यू सेयर गर्नेछु।